सम्झना बारम्बार छ मेरो गार्डनिङ चाहिँ उसको फुलहरू स्याहारेर चाहिँ एकदम दामी छ है यो सिन आएको सर अब ल्याइदियो है एउटा मेरो पुगेन के गर्नु वाट इज दिस दिस इज अ लाङ्सा अहिले भने चाहिँ आज चाहिँ म यहाँ साथीकोमा जाँदैछु हो अन्त साथी चाहिँ को हो भन्दा सधैँको साथी है अन्त ऊ साथी चाहिँ आएको छ कि आएको छैन होइन ड्युटी आएको छु भन्दै थियो अन्त आएको छ भने चाहिँ भेटघाट गरेर केही कुराहरू सोध्नुपर्ने छ है मेरो साथीलाई चाहिँ किनभने चाहिँ ऊ चाहिँ एक्लो छ कि अन्त एक्लो जिन्दगी चाहिँ कस्तो हुँदो रहेछ भनेर सोधौँ भनेर सोध्नु मन परिरहेको थियो सोध्नुपर्ने छ हेर्नुहोस् ल साथी चाहिँ यहाँ अन्त ड्युटीबाट आइपुगेको रहेछ आज चाहिँ हाम्रो केही कुराकानी हुन्छ बिचमा के कुराकानी हुन्छ भन्ने चाहिँ मैले अघि पनि भनेको छु है तपाईँहरूलाई देखाउने छु अन्त तपाईँहरूले पनि हेर्नुहोस् है अन्त ऊ चाहिँ अघि ड्युटीबाट आएर पनि धेरै काम सकिसकेको छ अरे यो फुलको नाम चाहिँ साँच्चै आई लभ यु फुल अरे आई लभ यु चाहिँ किन भन्दाखेरि चाहिँ 1 2 3 4 5 6 7 8वटा ILOVEYOU 8 अल्फाबेटले बनिँदो रहेछ अन्त यो पनि 8 अल्फाबेट हुँदो रहेछ अन्त पर्फेक्टमा त्यही भएर मान्छे चाहिँ आई लभ यु फुल भन्दो रहेछ है यसलाई चाहिँ म त थाहा थिएन भर्खर मात्रै सुनेको तर तपाईँहरूकोतिर के भन्छ यो फुललाई कमेन्टमा भनिदिनुहोस् मेरो साथी चाहिँ अब एक्लो भए पनि गार्डनिङ चाहिँ उसको फुलहरू स्याहारेर चाहिँ एकदम दामी छ है यो सिनहरू हेर्नुहोस् त यो कति मजाले छ है यिनीहरू योहरू अन्त यो फुलहरू है स्नेक प्लान्ट केहरू भन्ने यो क्याक्टसहरू पनि रहेछ यी मजाले स्याहारेर राखेको रहेछ है तर ऊ चाहिँ एक्लो हो घरमा चाहिँ ऊ चाहिँ एक्लो छ मेरो चाहिँ किचनमा इन्टर भइसकेको छ है साथी किचनमा छु अन्त म चाहिँ यहाँ खै पानीहरू पनि सारेर पिउँदैछु होइन किनभने म चाहिँ यो घरमा चाहिँ सानैबाट हुर्केको हो अन्त आफ्नै घर जस्तो लाग्छ है साथी चाहिँ एक्लो भए पनि अहिले चाहिँ उसको चाहिँ अघि ड्युटीबाट आएर पनि आगो सागो पनि फुटिसकेको रहेछ है अन्त साथी चाहिँ यतिको चाहिँ अब स्पिड हो अब स्पिड के भन्नु एक्लै भएपछि चाहिँ अब साह्रै छ है सब कुरा हेर्नु पऱ्यो नि त साथी चाहिँ अहिले भारमा दाउरा लाउँदैछ साथी चाहिँ यतिको चाहिँ इनर्जेटिक छ है एक्लो हुँदाखेरि होइन ड्युटीबाट आएर पनि यत्रो काम गरिसक्यो होइन यहाँ सागो फुकेर पानीहरू उमारिसकेको रहेछ कि है अन्त त्यतिको त केटा कडा छ नि साथी बनाइदियो भने पिदिउँ न बनायो भने आइगे सर गीत त अन्त मन रुने छ त ब्रेकअप भेटेको हो आँसु झार्ने खालको रहेछ नि हौ ब्रेकअप सङ छ त अन्त विदेश जाने मायालु तिमीलाई अरे नि त गीत चाहिँ है इमोसनल छ है अन्त यहाँ हेर्नु यो गीत सुन्नै भएको र तपाईँहरूले मायालु तिमीलाई सम्झना बारम्बार छ मेरो है गीत चाहिँ सेन्टिमेन्टल छ नि रोमेन्टिक भनिँदैन यसलाई चाहिँ बुझ्यो भने इमोसनल खालको छ नि त होइन गीत सुनाइ चाहिँ कडा छ धन्यवाद आइके सरलाई धन्यवाद आइके सरले चाहिँ मलाई अब यहाँ अघि पानी पिउँदै थिएँ अब चिया पनि ब्ल्याक टी बनाइदिएको छ है म चाहिँ ग्यासले गर्दाखेरि बेलुका दुध चिनी त्यस्तोहरू चाहिँ खाँदिनँ होइन साथी पनि त्यस्तै बिमार छ आगे सर एक्लो जिन्दगी साह्रो छ है घरमा एक्लो हुनु साथी चाहिँ यसरी चामल केलाउँदैछ अब खाना बनाउने पनि टाइम भयो होइन बेलुकाको समयमा अन्त म पो यहाँ कालोमाथि अँधेरोमा मलाई नदेखेको कि म त आफै देखेको छुइनँ त कालो भइएछ साथी चाहिँ यहाँ चामल केलाउँदैछ भनेर अघि भने होइन आइगे सर एक्लो जिन्दगी साह्रो है घरमा तिमी एक्लो भएर अहिले एकदम ड्युटी जानु पर्यो ड्युटीबाट आएर खाना सब्जी पकाउनु पर्यो गाउँ बस्तीमा फेरि गाई बस्तु हुन्छ घाँस काट्नु पर्यो अन्त घर स्याहार्नु पर्यो एक्लो चाहिँ साह्रो छ हौ आइके सर अब ल्याइदियो है एउटा मेरो पुगेन के गर्नु उमेर चाहिँ उसको चाहिँ हुनु चाहिँ भर्खर अब 22-23 वर्ष मात्रै पुग्दैछ है ऊ चाहिँ सानै छ होइन अन्त अलिक बिहे गर्नु चाहिँ हतार पनि गर्नु हुँदैन है सर
एकदम जमाना अहिले त्यही चलिरहेछ। हतार चाहिँ बिहे गर्नु हुँदैन, फेरि दुःख पाइन्छ। अलिकति ज्ञान आएर र अन्त उयो ज्ञान आएर अन्त अलिकति म्यानेजमेन्ट भएरै चाहिँ बिहा गरेको अलिक राम्रो जस्तो लाग्छ, होइन कि सर? अब यो दुःख सोच्दाखेरि त ल्याइदिइहाल्नु जस्तो पनि त हुन्छ। ल्याउनुपर्छ, ल्याउनु त, तर एक्लो भएपछि त के गर्नु अब, भने जस्तो फेरि खोज्दाखेरि पाइँदैन रहेछ हौ बिहा छ। अहिलेको जमानामा पताउँदैन हामी जस्तोलाई फेरि हो। पत्यो भइहाल्छ नि, कहाँ त्यो बिग सर्ट हुनु पऱ्यो नि हौ बिहा। बिग सर्ट के अब अलिकति हामी जस्तोले हामी जस्तै हेर्नु पऱ्यो नि, अब ड्युटी पनि छ, अब भइहाल्छ नि त्यो कुरा त सबै। आइके सर चाहिँ अब यहाँ कुकिङमा लागेको छ, खाना पकाउनु। ग्यास चुल्हा छ नि, अन्त अस्ति भोलि ल्याएको होइन, भइहाल्छ नि। अन्त यसमा पकाएको चाहिँ राम्रो हो नि त, अन्त ग्यासमा पकाएको भन्दा ग्यासमा त बजारेहरूले खान्छ त, हामी त यस्तोमा पकाएर खानुपर्छ। अर्ग्यानिक हो चाहिँ अर्ग्यानिक हुनु पऱ्यो नि त, होइन? अलिक मिठो पनि हुन्छ यसमा पकाएर खाएको। खाना भन्दा पनि सब्जीहरू चाहिँ चुल्हामै पकाएर खाएको मलाई चाहिँ दामी लाग्दिन्छ। किन हतार त्यो के भन्छ बिहा छ। यसरी अन्त पकाउनु पऱ्यो नि त, होइन? चुल्हामा दामी हुन्छ नि चुल्हामा पकाएको चाहिँ। म चाहिँ साथी हो यहाँ साथीकोमा आएर चाहिँ चुल्हा छोडेको छैन, लुगाहरू पनि 2-3 खाप लगाएको छु, होइन? किन भन्दा चाहिँ मलाई चाहिँ ग्यास्ट्रिक छ, होइन? ग्यास्ट्रिक बिमार। यो ग्यास्ट्रिक बिमारको चाहिँ अर्ग्यानिक दबाईहरू चाहिँ के हुन्छ यसो तपाईँहरूलाई पनि याद छ भने भनिदिनुहोस्। अब बार्नु त पुरै बारिन्छ कि, तर अर्ग्यानिक पनि हुन्छ कि भने नि दबाई। अब बजारको पनि त्यस्तो जाति नभएको जस्तो लागेर चाहिँ। What is this? This is a लाङ्सा। क्षेत्रबाट होइन, लाङ्सा है। यो एकदम सुपको लागि रेडी। खाना अघि पाकिसकेको थियो, अघि देखिहालेर तपाईँहरूले। अब यहाँ यो सब्जी बनाउँदैछ। डुवेल मिक्सड हो बिहा छ र मुसुरी दाल एन्ड सुप डाइरेक्ट। बस्तीमा चाहिँ यही राम्रो हुन्छ, अर्ग्यानिक। मिल्छ अर्ग्यानिक यसरी बनाएर खाइन्छ ग्यासमा, होइन? चुल्हामा। ल लागिहाल्यो सर। ल बिहान सल्लाह गरौँ हाम्रो कुराकानीहरू चाहिँ। अब भन्छ आजको भिडियो चाहिँ यति नै हुनेवाला छ, होइन? रात परिसकेको छ है। म दिउँसो आएको थिएँ साथीकोमा, रात परिसक्यो। अब कुकुर पनि भुक्दैछ, होइन? अब भन्छ आजको भिडियो चाहिँ यति नै हुनेवाला छ है। रात परिसकेको छ, म दिउँसो आएको थिएँ, होइन? साथीकोमा, अन्त कुकुर पनि भुकिसक्यो। भने चाहिँ कुकुर भुक्दा चाहिँ रात परेको, होइन? कुकुर चाहिँ प्रायः बेलुका भुक्ने गर्छन्, त्यही भएर रात परे अब लाग्नुपर्छ है। घर अलिक टाढै छ। अन्त तपाईँहरू जतिले पनि मेरो भिडियोलाई अन्तिमसम्म नआइदिएर हेर्नुभयो है, तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मन परिदियो लाइक एन्ड कमेन्ट सेयर पनि गरिदिनु सक्नुहुन्छ तपाईँहरूले।